नमस्ते। आज म तपाईहरुलाई हेयर रिमुभल ट्रिटमेन्ट र हेयर रिडक्सन ट्रिटमेन्टमा के फरक छ त भनेर चाहिँ यो भिडियो मार्फत भन्न गइरहेको छु। हेयर रिमुभल ट्रिटमेन्टमा शेभिङ, व्याक्सिङ, थ्रेडिङ हरु पर्छ भने लेजर चाहिँ हेयर रिडक्सन ट्रिटमेन्टमा पर्छ। शेभिङ, व्याक्सिङ, थ्रेडिङ गर्दा तपाईहरुले इमिडिएटली नै हेयर रिमुभ भएको देख्न सक्नुहुन्छ, तर यो रिजल्ट चाहिँ टेम्पोररी मात्रै हो। एक दिनदेखि एक हप्ता भित्रमा ट्रिटेड एरियामा चाहिँ हेयर फेरि ग्रोथ हुन सक्छ। लेजरले चाहिँ हेयर फलिकल्स जुन कपालको जरा हुन्छ त्यसलाई चाहिँ कमजोर पार्दै अप टु 80% सम्म पनि हेयर रिडक्सन गर्छ। अनि एउटा सेसनमा त रिजल्ट आउँदैन, तर 8 देखि 10 सेसन गरेपछि चाहिँ लङ टाइमसम्म पनि हेयर ग्रोथ हुँदैन। सो छिट्टो रिजल्ट आउने र छिट्टै नै रङ फर्किने त्यो चाहिँ हेयर रिमुभल भयो। ढिलो रिजल्ट आउने तर लामो समयसम्म रिजल्ट बस्ने त्यो चाहिँ लेजर हेयर रिडक्सन हो। सो अब तपाईहरुको लागि चाहिँ कुन चाहिँ ट्रिटमेन्ट बेस्ट हो, कुन चाहिँ इन्भेस्टमेन्ट बेस्ट हो, आफै नै चुज गर्नु होला है त। थ्यांक यू।